नमस्ते दर्शकबिन, सधैँ चाहिँ म आज किचनमा छिट्टै बेग्लै किसिमको रेसिपी लिएर आएको छु। के भन्दा तपाईँको समस्याको समाधान गर्ने हिसाबले आलु र सोयाबिनको रेसिपी पकाउने कसरी होला, के गर्ने होला, के कसरी पकाउँदा मिठो हुन्छ होला, मलाई केही आउँदैन भन्ने अलमलमा हुनुहुन्छ भने अब तपाईँलाई ढिला नगरिकन म सिकाउन गइरहेको छु। पुरा भिडियो हेरेर साथ दिनुहोला। यदि यो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरी मसँग जोडिनुहोला, ताकि तपाईँको समस्याको समाधान मैले गर्न सकौँ भन्न चाहन्छु। र ढिला नगरी तपाईँलाई किचनतर्फ लाँदैछु। पुरा भिडियो हेरेर साथ दिनुहोला। यसरी सोयाबिनलाई 15-20 मिनटदेखि आधा घन्टा भिजाएपछि यसरी निचोरेर सबैलाई पानी जति बाहिर निकाल्नु होला। अब मैले यसरी प्यान बसालिसकेको छु। 3-4 चम्मच जति तेल एड गर्दछु, किनकि अलिकति सोयाबिनमा अलिकति बढी तेल राखेकै मिठो हुन्छ। तातिसकेपछि सानो चम्चाको 1 चम्मच जति जिरा एड गरिदिनुहोस्। जिरा यसरी हल्का रातो भइसकेपछि अदुवा लसुनको पेस्ट एड गरिदिनुहोस्। भुटिसकेपछि यसमा प्याज एड गरिदिनुहोस्। यसरी आलु एड गरिदिनुहोस्। आलुलाई चाहिँ केही बेर यसरी भुट्नुहोस्, पाक्न दिनुहोस् आलुलाई। अब यति गरिसकेपछि तपाईँले थोरै मात्रामा नुन एड गरिदिनुहोस्, किनकि नुनले चाहिँ छिटो पाक्न मद्दत गर्दछ आलुलाई। जे चिजलाई पनि नुन एड गरिदिनु भयो भने पहिला छिटो पाक्न मद्दत गर्दछ। अनि थोरै बेसार एड गरिदिनुहोस्। यसरी बेसार एड गरिदिई केही बेर चलाइदिनुहोस्। फेरि एकछिन पकाउनुहोस्। यति भइसकेपछि तपाईँले यो यसमा चाहिँ मसला एड गरिदिनुहोस्। मेरो चाहिँ जिरा धनियाँ पाउडरको जिरा र धनियाँलाई पिसेको पाउडर छ। यसरी म थोरै 1 चम्चा जति एड गरिदिएँ यसरी। अनि अर्को छ मेरो किचन किङ, यो पनि मिक्स पाउडर छ, एड गरिदिएँ म। यसले चाहिँ खानालाई एकदम स्वाद गराउने गर्दछ, एकदम मिठो बास्नेदार हुने गर्दछ। यसरी एड गरेपछि केही समय यसरी मसलालाई यसरी चलाएँ। यसरी चलाउनुहोस्। चलाइसकेपछि तपाईँको मसला डढ्न सक्छ। आगाको फ्लेम चाहिँ कम गर्नु होला, मसला छिटो डढ्ने गर्दछ। त्यसपछि तपाईँले के गर्नुहोस् भन्दा अब यसमा टमाटर एड गरिदिनुहोस्। यसरी पिसेर आएको टमाटर यसरी एड गरेपछि टमाटर यसरी एड गरिदिनुहोस् मजाले। अब टमाटरलाई मजाले केही समय पाक्न दिनुहोस्। यो रातो हुन्छ, रातो हुने गरी पाक्न दिनुहोस्। यसरी पाकेर हाम्रो मसला रेडी भइसकेको छ। एकदमै खुसबुदार बनेको छ, लाग्दैछ। अनि यसमा चाहिँ मैले काटेर आएको हरियो खोर्सानी एड गरिदिएँ। बच्चाहरूले खाने तरकारी हो भने तपाईँले चाहिँ नराख्न पनि सक्नुहुन्छ। खोर्सानी नराख्दा पनि हुन्छ, यो अप्सनल हो। आफूले पिरो खानुहुन्छ भने पिरो एड गर्नुहोस्, खानुहुन्न भने नराख्दा पनि हुन्छ। देख्न सक्नुहुन्छ हाम्रो यो मसला रेडी भइसकेको छ। यसमा पनि अब सोयाबिन एड गर्दैछु। यसरी भुइराखेको सोयाबिन एड गरिदिनुहोस्। सोयाबिन एड गरी मजाले चलाउनुहोस्। यसरी यसमा चाहिँ अझै हरियो धनियाँ छ भने धनियाँ एड गर्दा चाहिँ खुसबुदार हुने गर्दछ। मसँग हरियो धनियाँ छैन। फाइनल्ली हाम्रो यो आलु र सोयाबिनको रेसिपी पाकिसकेर रेडी भइसकेछ। देख्न सक्नुहुन्छ एकदम खुसबुदार देख्न सक्नुहुन्छ। एकदम यो खानालाई रेडी भइसकेको छ। यसरी बनाएर आफ्नै किचनमा मजाले रेस्टुरेन्ट स्टाइलले बनाएर आफ्नै किचनमा परिवारसँग बसेर खानुहोस्, रमाइलो गर्नुहोस्। धन्यवाद।
पक्कै पनि हजुरहरूले आलु र सोयाबिनको रेसिपी बनाउने तरकारी बनाउने तरिका सिकिसक्नु भएको छ। कसरी गर्ने के गर्ने भनेर अलमल लागिरहनु भएको थियो भने तपाईँको समस्याको समाधान भए जस्तो मलाई लाग्दछ। यसरी नै म जसरी सिकाइरहेको छु त्यसरी नै बनाउनुहोस्। मजेदार रेस्टुरेन्ट स्टाइलको एकदम खुसबुदार मिठास तरिकाको बनाएर आफ्नै किचनमा भएको सामानहरू युज गरेर स्वास्थ्यवर्धक तरिकाले मजाले फ्यामिलीसँग रमाइलोसँग बसेर खानुहोस्, रमाउनुहोस्। यस्तै भिडियोको लागि मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरी नजिकै भएको बेल आइकनलाई थिच्न नबिर्सनु होला र तपाईँका साथीभाइसँग सेयर गरेर सम्पूर्णसँग पुर्याइदिनु होला भन्न चाहन्छु। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला। अहिले बिदा लिन चाहन्छु। नमस्ते।